सुरक्षित क्षेत्र। सुरक्षित क्षेत्र भनेको के हो थाहा छ? सुरक्षित क्षेत्र भनेको यस्तो हुन्छ, यसमा चाहिँ पहेँलो है, यो रेखा चाहिँ पहेँलो हुन्छ है, पहेँलो हुन्छ है, पहेँलो रङमा हुन्छ, पहेँलो रेखा है, रेखा हुन्छ। यो चाहिँ यहाँ चाहिँ सेतो पनि हुन्छ है, अर्को रेखा पहेँलो र सेतो चाहिँ भित्र हुन्छ है, कुन ठाउँमा चाहिँ पहेँलो मात्र हुन्छ, नभए चाहिँ यस्तो रेखा हुन्छ, यो चाहिँ पहेँलो हुन्छ है। यो भएमा चाहिँ यो क्षेत्र भनेको चाहिँ सुरक्षित क्षेत्र है, सुरक्षित क्षेत्र क्षेत्र हो है। यो सुरक्षित क्षेत्र भन्दा बित्तिकै के हुन्छ भन्दाखेरि यहाँ भित्र चाहिँ हामीले चाहिँ गाडीहरू चलाउन पाइँदैन, दामी हो है। यहाँबाट क्रस गरेर पनि जान पाइँदैन, यो पनि दामी हो। यो ठाउँ भनेको पैदल यात्रीको लागि मात्र हो। यहाँ पैदल यात्री चढ्ने झर्ने, जस्तो कि धेरै जसो चाहिँ यो सङ्केत चिन्हहरू चाहिँ रोमेन देन्सियाहरू भएको ठाउँहरूमा चाहिँ बढी देखिन्छ है, रोमेन देन्सिया चल्ने ठाउँहरूमा। त्यो कि कुमामोतो, ओसाका जुन जुन ठाउँमा रोमेन देन्सियाहरू बढी हुन्छ त्यो ठाउँहरूमा चाहिँ यो सङ्केत चिन्ह बढी प्रयोग हुन्छ। अनि कतिपय कोसातेनहरू चाहिँ जुन हुन्छ नि, ठुलो कोसातेन हुन्छ अनि बिचमा नै हुन्छ नि त, अब बाटो आदि काट्दा काट्दै चाहिँ सङ्केत चिन्हहरू चाहिँ चेन्ज भएर चाहिँ पुरा बाटो काट्न चाहिँ समय लाग्ने, लामो समय लाग्ने ठाउँहरूमा पनि यो आन्जेन्चिताई चाहिँ यो चाहिँ तिम्रो त्यही यो चाहिँ सुरक्षित क्षेत्र चाहिँ हुन्छ है, आन्जेन्चिताई हुन्छ होइन। यो चाहिँ धेरै जसो रोमेन देन्सियाहरूको चढ्ने झर्ने ठाउँहरूमा चाहिँ यो सङ्केत चिन्ह हुन्छ। प्रश्न सोद्धाखेरि यो रोमेन देन्सियाको दुईटा धर्को देखाएर यसरी प्रश्न सोध्छ। यसले सुरक्षित क्षेत्र जनाउने हुँदा है यो भित्र चाहिँ यो रेखाभित्र चाहिँ चलाएर जान सकिँदैन भनेर प्रश्न सोध्छ। सकिँदैन भन्दा बित्तिकै मारु भयो, यसमा चाहिँ चलाएर जान सकिँदैन, जान है सकिँदैन है त, चलाएर जान सकिँदैन। सँगसँगै चाहिँ यो चाहिँ सुरक्षित क्षेत्र भएको भएर यो चाहिँ पैदल यात्रीहरू मात्र है, को लागि मात्र प्रयोग गरिन्छ है, चाहिँ प्रयोग हुन्छ है यो चाहिँ है। अब यही ठाउँमा चाहिँ सुरक्षित क्षेत्र नभएर अर्को पनि छ, जस्तो कि यस्तो गोलोमा चाहिँ धर्को गरेको, पहेँलोमा चाहिँ यो चाहिँ पहेँलो हुन्छ बाहिरपट्टि, पहेँलोमा चाहिँ सेतो धर्को है, यो धर्कोहरू चाहिँ सेतो हुन्छ। यो भनेको के को सङ्केत चिन्ह हो भन्ने कुरा थाहा हुँदैन। यो भनेको चाहिँ प्रवेश निषेध है, प्रवेश है निषेध, हटेन भनेको चाहिँ जहिले पनि प्रवेश निषेध हुन्छ। प्रवेश निषेध भनेको यहाँबाट कुनै पनि सवारी साधन व्यक्तिहरू कोही पनि जानु पाउँदैन भने है, सवारी साधन व्यक्तिहरू कोही पनि यसमा यो भित्र चाहिँ छिर्न पाउँदैनन् भने है। यो भने चाहिँ पैदल यात्री मात्र छिर्न पाउने ठाउँ हो, गाडीहरू छिर्न पाउँदैन, यसमा चाहिँ गाडी पनि पैदल यात्री कोही पनि छिर्न पाउँदैन। अब यही ठाउँमा चाहिँ अर्को सङ्केत चिन्ह पनि सोध्छ है प्रश्नमा चाहिँ, जस्तो कि 23 किन्ची भनेको छ। 23 किन्ची भनेको थाहा छ नि, 23 किन्ची भनेको यो हुन्छ, यो सेतो हुन्छ, सबै धर्को हुन्छ है, यहाँभित्र यस्तो यस्तो धर्को हुन्छ, यो चाहिँ सबै सेतो रङले चाहिँ गराएको हुन्छ। यसलाई चाहिँ रोक्न निषेध क्षेत्र भन्छ है, रोक्न निषेध क्षेत्र। रोक्न निषेध क्षेत्रभित्र चाहिँ चलाएर गइयो भनेर प्रश्न सोध्छ है त, यसको बारेमा म प्रश्न बनाउँछु है। ओके, यो बुझ्यो भने नर्मली जसरी क्वेसन सोधे पनि बुझिन्छ है। पढिरहेको चाहिँ यिनी हो, नर्मली यो 23 किन्ची है, यो चाहिँ सेतो रेखाले चाहिँ सेतो रङले चाहिँ गरिएको हुन्छ। यहाँ कहिले कहिले यहाँभित्र खान्जीमा पनि लेखिएको हुन्छ 23 किन्ची भनेर। यो चाहिँ रोक्न निषेध
निषेध हो। रोक्न निषेधमा चाहिँ प्रश्न चाहिँ के सोध्छ भन्ने कुरा हुन्छ है त। रोक्न निषेधमा चाहिँ जहिले पनि सोध्ने भनेको चाहिँ यो संकेत भएको सडक हुँदै जाँदा उक्त रेखा भित्रबाट चलाएर जान निषेध छ भने सोध्छ है। निषेध गरिएको छ भन्छ है। अब यसमा रोक्न निषेध हो, यहाँ चलाएर जान निषेध भनेर भनेको छ है। चलाएर जान निषेध भनेको कुनमा पढेको थियौं? चलाएर जान निषेध यसमा जस्तो कि सुरक्षित क्षेत्र प्रवेश निषेध है। यो चाहिँ प्रवेश निषेध भयो, यो चाहिँ सुरक्षित क्षेत्र हो। यो दुईटामा चाहिँ चलाएर जान निषेध है। तर यसमा चाहिँ चलाएर जान सकिन्छ। यहाँ क्वेसन के चलाएर जान निषेध गरिएको छ भन्दा बित्तिकै भाँचो हुन्छ। यहाँ चाहिँ चलाएर चाहिँ जान सकिन्छ है। कि चलाएर चाहिँ जान सकिन्छ यो सडकमा चाहिँ यो संकेत चिन्ह चाहिँ यहाँ छ। जस्तो कि यो चाहिँ धेरै जसो हस्पिटल दमकल उसहरुमा हुन्छ हैन, हस्पिटलको निक्लिने ठाउँहरुमा यो ठाउँ हुँदा चाहिँ हामीले चाहिँ चलाएर चाहिँ जान सकिने हो। के गर्न नसकिने हो यो भित्र चाहिँ रोक्न निषेध है। जस्तो कि अगाडि गाडी छ त्यो भएर चाहिँ यहाँ रोकियो भन्यो भने चाहिँ दामी हो है त। कुरालाई चाहिँ बुझ्नुपर्छ है त। यो यस भित्र चाहिँ चलाएर जान सकिन्छ, रोक्नलाई चाहिँ निषेध गरिएको छ भनेर भने है। त्यसरी चलाएर जान निषेध गरिएको छ भन्दैतिकै बाँचो हुन्छ है। रोक्न निषेध गरिएको छ भन्दैतिकै मारु हुन्छ। ओके, रोक्न निषेध हो यसको अर्थ। सुरक्षित क्षेत्रभित्र चलाउन पाइँदैन, प्रवेश निषेध भित्र चलाउन पाइँदैन, रोक्न निषेध भित्र चलाएर जान पाइयो, रोक्न पाइएन। यो तीनटा मध्ये कन्फ्युज हुनु भएन है। ओके, अरु केही छ कन्फ्युजन?